नमस्कार साथीहरू, द लजिक अफ नेपाल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। लसुन तेलमा फ्राई गरेर खाँदा के हुन्छ भन्ने विषयमा आज हामी चर्चा गर्नेछौँ। लसुनको मुख्य फाइदा दिने तत्त्व एलेसिन हो। 60 डिग्री सेल्सियस भन्दा माथि फ्राई गर्दा नै यो नष्ट हुन्छ। एलेसिनले नै प्रेसर, कोलेस्ट्रोल र इन्फेक्सन कम गर्छ। लसुनलाई खैरो कालो हुने गरी धेरै तेलमा फ्राई गर्दा एक्रिलामाइड बन्छ। एक्रिलामाइडले हातखुट्टा झमझमाउने र कमजोर महसुस गराउँछ। गर्भावस्थामा धेरै मात्रामा खाँदा शिशुको लागि हानिकारक मानिन्छ। लसुनलाई तेलमा धेरै फ्राई गर्दा भिटामिन सी, भिटामिन B6 र एन्टिअक्सिडेन्टहरू तातोले नष्ट हुन्छ। र लसुनलाई फ्राई गर्दा पेट पोल्ने समस्या, ग्यास हुने, अमिलो पानी आउने समस्या पनि बढ्छ। लसुन काँचो खाँदा फाइदाजनक हुन्छ, तर काँचो लसुन धेरै खाँदा मुटुमा समस्या हुन्छ, तसर्थ मुटु पोल्न थाल्छ। यदि लसुन तरकारीमा खाँदै हुनुहुन्छ भने पिसेर खानुहोला। पिसेर खाँदा यसको कुनै असर छैन, स्वास्थ्यको लागि फाइदा छ। हस्त धन्यवाद। तपाईँहरूलाई यो प्रसङ्ग कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। हस्, धन्यवाद, नमस्कार।